हेलो गाइस, नमस्ते। हाम्रै आज म तपाईँहरूलाई एसियन ग्रिन भेजिटेबल बनाउन सिकाउँछु। र सबभन्दा पहिला हामीले बेबीकर्न, पोक चाई, स्नो पिस, ब्ल्याक फङ्गस, एस्परागस लिएको छौँ, पोक चाई। र यसलाई हामीले पहिले पानी बोइल गरेछौँ। बोइल गरिसकेपछि हामीले यसलाई 8-10 सेकेन्ड अलिक पानी बोइल गर्नुपर्छ। बोइल गरिसकेपछि हामीले यसलाई कराईबाट स्ट्यान्डरमा निकाल्नुपर्छ। जब हामीले निकालिसकेपछि यसलाई फेरि हल्का तेल लिनुपर्छ। कम्ती तेल लिइसकेपछि यसमा हामीले अलिकति तेल हालेर गार्लिक, चप गार्लिक र यसमा हामीले जो स्लाइस गरेको छौँ ओनियन तेलमा भिजाएर गार्लिक, त्यो गार्लिक एड गर्छौँ। हल्का गार्लिक लगाइसकेपछि हामी चाहिँ यसलाई अलिक वाइन र स्टोभ बटर लाउँछौँ, भेजिटेबल स्टोभ। र त्यो लगाइसकेपछि हामीले यसलाई नर्मल सिजन गर्नुपर्छ। सल्ट, व्हाइट पेपर, सुगर र त्यो गरिसकेपछि हामीले बोइल गरेको भेजिटेबललाई त्यसमा एड गर्छौँ। एड गरिसकेपछि र हामीले यसलाई हल्का थिक गर्नुको लागि पोटेटो स्टार्चको युज गरेको छौँ। पोटेटो स्टार्च लगाउनुपर्छ। लगाइसकेपछि हामीले यसलाई हल्का सेसमे पनि युज गर्छौँ। सेसमे लगाइसकेपछि हामीले त्यसलाई सर्भ गर्ने जो प्लेट छ त्यसमा प्लेट गरेर गार्निसिङ गरेर त्यसलाई सर्भ गर्छौँ। तपाईँलाई कस्तो लाग्यो मैले बनाएको? लाइक कमेन्ट्स गरिदिनुहोस्। थ्याङ्क यू।